काल्पनिक र सत्य घटनामा आधारित भूतको कथा भन्ने च्यानल रहस्य नेपाली हररलाई लाइक र सब्स्क्राइब गर्नुहोस्। विद्यार्थी जीवनमा धेरै भाडाको कोठालाई आफ्नो शरण बनाउनुपर्छ। हेर्दा एक साधारण देखिने ती कोठाहरूले कहिलेकाहीँ आफ्ना कथाहरू लुकाइरहेका हुन्छन्, जसले तपाईँलाई सोच्न बाध्य बनाउँछ कि तपाईँ साँच्चै एक्लो नै हुनुहुन्छ त। आज म तपाईँहरूलाई एक विद्यार्थीले भाडाको कोठामा भोगेको अनौठो र अलौकिक घटनाको कथा सुनाउने छु। तयार हुनुहोस्, किनकि डरको यात्रा अब सुरु हुँदैछ। आउनुहोस्, सुनौ रहस्य नेपाली हररको श्रृङ्खला 19मा डरलाग्दो अर्को भूतको कथा। मेरो नाम अभिषेक राई हो। म 27 वर्षको भए। मेरो जन्म र बाल्यकाल शान्ति र हरियालीले ढाकेको पहाडी जिल्ला भोजपुरमा बित्यो। भोजपुरमा कुनै विश्वविद्यालय छैन, त्यसैले काठमाडौँ नै मेरो एकमात्र विकल्प बन्यो। 11-12को पढाइपछि म आफ्नो स्नातक तहको अध्ययनका लागि काठमाडौँ आएँ। गाउँको सुरक्षित वातावरण छोडेर भविष्यको उज्जवल सपना बोकी यो सहरमा पाइला टेकेको थिएँ। काठमाडौँ आएको केही समयमै मेरो जीवन सामान्य हुने आशा थियो, तर सुरु भयो डरले भरिएको अध्याय। आज म तपाईँहरूलाई त्यही डरले रङ्गिएको मेरो जीवनको एक वास्तविक अनुभव सुनाउँदैछु। काठमाडौँ आएपछि मैले केही ठुला क्याम्पसहरूमा आवेदन दिएँ। अन्ततः त्रिभुवन विश्वविद्यालयमा भर्ना भएँ। पढाइ त मिल्यो, तर अब बस्ने कहाँ? सुरुवातमा म इमाडोलतिर बस्थेँ, तर त्यहाँबाट विश्वविद्यालय निकै टाढा पर्थ्यो अनि दिनौको यात्राले म एकदमै थाक्दथेँ। सस्तो, नजिक र एक्लै बस्न मिल्ने कोठाको खोजीमा म बाफल क्षेत्रतिर पुगेँ। काठमाडौँमा कोठा पाउन कहाँ सजिलो छ र? घन्टौँको प्रयासपछि नि मैले कुनै कोठा पाइनँ। त्यही समय एउटा अपरिचित व्यक्तिले मेरो अनुहारतिर हेर्दै सोधे, कोठा खोज्दै हुनुहुन्छ? चर्को घाममा केही शीतलताको महसुस गर्दै मैले भने, हजुर, मलाई कोठा चाहिएको छ। उहाँले मलाई टेकोतिर एक छाप्रे कोठा देखाउनुभयो। घर सानो थियो, भित्रको कोठा साँघुरो तर सफा। भाडा अनपेक्षित रूपमा सस्तो थियो। सुविधा सम्पन्न अनि एक्लै बस्न मिल्ने कोठा हेर्दा खासै केही सोच्नै परेन। मैले एकैछिनमै भने, मलाई कोठा मन पर्यो, म यही बस्छु। घरबेटीले मेरो परिचय सोध्नुभयो, नाम, उमेर, परिवार र मैले चुरोट रक्सी खान्छु कि खाँदिनँ भनेर। लुकाउन के नै थियो र? मैले स्पष्ट रूपमा भने, म राई हुँ, रक्सी कहिलेकाहीँ पिउँछु, तर चुरोट चाहिँ खाँदिनँ। त्यो बेला म बेरोजगार थिएँ। घरबाट आमा बुवाले मेरो खर्च चारिरहनु भएको थियो। पढाइसँगै म जागिरको खोजीमा थिएँ। केही समयमै मेरो साथीको सिफारिसले मैले मेरो साथीकै बुवाको मोटरसाइकल सोरुममा सानो जागिर पाएँ, जसले मेरो दैनिक खर्च धान्न सहज बनायो। कोठा सामान्य थियो, तर एक्लै बस्नेलाई पर्याप्त सुविधा थियो। घरधनी नजिकै आफ्ना परिवारसँग अर्को घरमा बस्नुहुन्थ्यो। मैले इमर्जेन्सी कलको लागि उहाँको फोन नम्बर लिएको थिएँ। बिहान कलेज अनि त्यहाँबाट सिधै काम। जीवन बिस्तारै पटरीमा आउँदै थियो। त्यो कोठामा बसेको नि 3 महिना बितिसकेको थियो। एक रात म कामबाट ढिलो घर फर्किएँ। रातको करिब 11 बजेको थियो। घरको मूल गेट बन्द भइसकेको रहेछ। मैले घरबेटीलाई फोन गरेँ अनि उहाँ आएर गेट खोलिदिनु भयो। त्यही रात एउटा अनौठो घटना भयो, जुन म अझै पनि बिर्सन सक्दिनँ। कोठाको ढोका खोलेर भित्र छिर्दा मैले केही अनौठो देखेँ। कालो कपडा लगाएको मान्छे एकछिन टोलाएर बसेको जस्तो लाग्यो। आँखाले के देख्यो मनले बुझ्न सकेन। त्यत्तिकैमा सम्झे कि सायद अत्याधिक रक्सीको असर होला। त्यो रात मैले केही पेग रक्सी पिएको थिएँ, त्यसैले आँखाले झुकाएको होला भनेर मैले त्यसलाई खासै गम्भीरता साथ लिइनँ। बिहान राखेको खाना खाएँ र केही बेरमै गहिरो निन्द्राले समात्यो। भोलिपल्ट बिहान मलाई तीव्र ज्वरो आयो। शरीर दुख्ने, कम्पन हुने। 1 हप्तासम्म म ओछ्यानमै लडेँ। त्यो अवधिमा मेरो साथीले मलाई हेरचाह गर्न आयो। ऊ मसँगै बस्थ्यो। उसैले बनाएको तातो पानी, सुप र जाउलो खाएको भोलिपल्ट म निको भएँ। त्यसपछि फेरि कलेज र काम दुवैलाई निरन्तरता दिन सकेँ। त्यही दिन म काम सकेर कोठा फर्किँदा मेरो कोठाको ढोका खुल्दै खुलेन। कोठाको ढोका भित्रबाट लक भएको थियो। अचम्म मान्दै मैले झ्यालबाट चिहाएँ। भित्र 3-4 जना मानिसहरू बसेका थिए। एकाएक मेरो शरीरभरि चिसो बस्यो, तर म भूतप्रेतमा विश्वास गर्ने मान्छे भने थिइनँ। मलाई लाग्यो कि मेरो कोठामा सायद चोर पसे होलान्। मैले हतारिँदै घरधनीको छोरालाई फोन गरेँ। फोन राख्ने बित्तिकै अविश्वसनीय कुरा भयो। ती मानिसहरू एकाएक मेरो आँखा अगाडि विलिन भए।
बिरामी भएर मेरो शरीर कमजोर थियो। यो त केवल मेरो दिमागको खेलो भनी मैले फेरि आफैलाई सम्हालेँ। केही बेरमा घरधनीको छोरा आए। उनले अतालिँदै सोधे, तपाईँ यहाँ बस्नुहुन्छ? मैले शान्त स्वरमा भने, हजुर, म यही कोठामा बस्छु। उनको अनुहार एकाएक रङ्गहीन भयो। आँखामा एक अनौठो भय झल्कियो, जुन सायद मैले अझैसम्म बुझ्न सकेको थिइनँ। हामीले ढोका खोल्ने अनेकौँ प्रयास गर्यौँ, तर त्यो ढोका एक शिशिरको रुख झैँ कठोर अनि अडिग थियो। उनले हतौडा लिएर आए। हामीले ढोकामाथि प्रहार गर्यौँ। अन्ततः काठ फुट्यो र ढोका खुल्यो। त्यहाँ हामी दुवैजना स्तब्ध भयो। साङ्लो भित्रबाट लगाइएको थियो। मैले गहिरो सास लिएँ, नजर वरिपरि घुमाएँ। कोठामा पस्ने ढोका त्यही एउटा मात्र थियो। सबै झ्यालहरू फलामको बाक्लो ग्रिलले बन्द थिए। कोही भित्र छिर्न सक्दैन थियो र बाहिर जान पनि सक्दैन थियो। त्यही दिन घरबेटीले नयाँ ढोका लगाइदिनु भयो। साँझ परिसकेको थियो। मैले सोचेँ, ह्या छोड्दे, यति कुरामा किन अल्झिने। त्यसै रात 1:45 बजे टिनको छानामाथि कसैको गह्रो पाइलाका आवाजले निन्द्राबाट एकाएक तर्साएर उठायो। केही समयमा घरमाथि कसैले ढुङ्गा हानेको जस्तो आवाज आयो। म ओछ्यानमै कठोर भएर जमेँ। न त हात चल्यो, न त घाँटीबाट आवाज नै निस्क्यो। हेर्दा हेर्दै समय 2:30 भइसकेको थियो। झ्याल बाहिर कसैको रुएको आवाज आउन थाल्यो। त्यत्तिकैमा कसैले झ्याल बाहिरबाट मलाई बोलाएको जस्तो लाग्यो। आवाज मधुरो थियो तर स्पष्ट पनि। त्यो आवाजले मलाई मनोवैज्ञानिक रूपमा नियन्त्रण गरिरहेको जस्तो लाग्यो। शब्दमा बयान गर्न पनि गाह्रो छ। त्यो आवाजले मलाई मानसिक रूपमा प्रभावित गरेको महसुस भइरहेको थियो। मानव त्यसले मेरो चेतनासँग खेलिरहेको थियो। सबै कुरा एकै रातमा भइरहेको थियो र म कोठामा एक्लै थिएँ। त्यसैले मनमा दुविधा थियो र डर पनि। म बिस्तारै यताउति आँखा दौडाइरहेको थिएँ, तर कोठा बाहिर निस्कने आँट पनि गरिनँ। त्यो रात जे भयो, डरले गर्दा मैले सबैलाई नजरअन्दाज गर्ने निर्णय गरेँ। तर त्यसपछि पनि त्यो अनुभव रोकिएन। पछिल्ला 7 दिनसम्म प्रत्येक रात उस्तै डर र त्रासले घेरियो। त्यही अज्ञात शक्तिले मलाई लगातार सताइरहेको थियो। कहिले कोठाका सामानहरू आफै सर्थे, कहिले भाँडाकुँडा एक्कासी भुइँमा बसारिन्थे। ढोका त झन् अनौठो तरिकाले बन्द हुन्थ्यो, कहिलेकाहीँ भित्रबाट त कहिलेकाहीँ बाहिरबाट। कुनै तर्कले, कुनै व्याख्याले, कुनै घटना पनि अर्थपूर्ण लाग्दैन थियो। सबै कुरा यति अस्वाभाविक तर यति वास्तविक लाग्दथ्यो कि मानव कोठाभित्र केही थियो र त्यो केहीले मलाई हरेक रात बारम्बार सम्झाइरहेको थियो कि म एक्लो छैन भनेर। मैले यी सबै अनौठा घटनाहरूको बारे घरबेटीसँग कुरा गरेँ, तर उहाँहरूबाट कुनै स्पष्ट प्रतिक्रिया आएन। एक दिनको कुरा हो, म बेलुका 8 बजे कोठा पुग्दा मेरो सबै सामान तितर बितर भएका थिए। म आत्तिएर घरबेटी कहाँ पुगेँ। उहाँसँग आशा थियो सायद केही देख्नुभयो होला, केही थाहा होला भन्ने। तर उहाँहरूको उत्तरमा मेरो समस्याको समाधान थिएन। हामी त बिहानै मन्दिर गएका थियौँ भाइ, र राति मात्र फर्किएका थियौँ। हामीले त केही पनि देखेनौँ। त्यही रात एक अत्यासलाग्दो घटना भयो। म सुत्ने प्रयास गर्दै थिएँ। परीक्षाको चापले म पहिले नै थाकिसकेको थिएँ। म कोठामा बसिरहेको बेला अचानक कसैले मलाई पछाडिबाट तानेको जस्तो महसुस भयो। यति तीव्र, यति हिंस्रक ढङ्गले कि म सन्तुलन गुमाउँदै ढोकाबाट बाहिर लडेँ। मेरो शरीर काँपिरहेको थियो, सास अस्थिर थियो। मैले तुरुन्तै साथीलाई फोन गरेर बोलाएँ। उसका बुवासँग तुरुन्तै आइपुग्यो। मैले सबै कुरा सुनाएँ। उनीहरूले मलाई आफ्नो घरमा ल्याए। मैले सबै कुरा उसका परिवारसँग बाँडेँ। तर म अझै पनि काँपिरहेको थिएँ। केही बेरमै मेरो शरीर थकित भयो, शिर भारी लाग्न थाल्यो र ज्वरोले च्याप्यो। सायद त्यो मेरो शरीरको प्रतिक्रिया मात्र थिएन, मेरो मनमा थिचिएको त्रास, निन्द्राहीन रातहरू र अबुझ भएको भार सबै एकैचोटि भत्किएको थियो। मेरो साथीले गाउँमा आमा बुवालाई फोन गरेर सबै कुरा सुनाएछ। आमा बुवाले रातभर कुलदेवताको पूजा गर्नुभयो। सायद त्यही कारण बिहान म एकाएक निको भएको थिएँ। शरीर अलिक हलुका महसुस भए पनि मनमा एक प्रकारको डर बाँकी नै थियो। आफैलाई सम्हाल्दै फेरि पनि एकपटक म त्यो कोठामा फर्किएँ। कोठाको अवस्था झन बिग्रेको थियो। विनाश अब झनै भयावह बनेको थियो। किताबहरू छरपष्ट थिए, पानाहरू च्यातिएका थिए। मानव कसैले ती पानाहरूमा क्रूरता पोखेको होस्। मेरो लुगाफाटा कैँचीले काटे झै टुक्रा टुक्रा पारिएका थिए। सामानहरू विखण्डित, सबै थोक अव्यवस्थित। शब्दमा बयान गर्न नसकिने किसिमको अराजकता फैलिएको थियो। त्यो बेला मेरो साथीको मद्दतले हामीले उसको हजुरबुवालाई बोलायौँ, जो एक प्रसिद्ध धामी हुनुहुन्थ्यो। मैले उहाँलाई विनम्रतापूर्वक आग्रह गरेँ कि एकपल्ट मेरो कोठामा आएर हेरिदिनुहोस्।
उहाँ धेरै समय नलिई म बसेको घरमा आउनुभयो। उहाँ आएर कुरा हेर्नुभयो अनि भन्नुभयो, तिमी आउनुभन्दा अगाडि यहाँ कसैको असामयिक निधन भएको रहेछ। यो स्थान भवन बन्नु अघि नै श्रापित थियो। निर्माणको क्रममा जमिनभित्र मानिसका हड्डीहरू भेटिएका थिए। यहाँ एउटा होइन 4वटा आत्माहरू छन्। उनीहरूको मृत्यु भएको समयमा आई तिमीलाई तर्साइरहेका रहेछन्। मैले मेरो प्रश्नको उत्तर पाइसकेको थिएँ। अब त्यो थलोमा एक पल पनि बस्ने आँट ममा बाँकी थिएन। म चाँडोभन्दा चाँडो सर्नुपर्ने थियो। मेरो साथीका बुवाले मलाई उहाँको घरमा बस्न 3वटा कोठा दिनुभयो। मैले आवश्यक सामान बोकी तत्काल त्यहाँबाट निस्केँ। म आउन अघि त्यो छाप्रीमा बस्ने मानिसको कसरी मृत्यु भयो, सत्य के थियो, मैले केही पनि सोधिनँ। म थाकिसकेको थिएँ। मनभित्र डर यसरी गइरहेको थियो कि म अझै केही थाहा पाउन चाहन्नथेँ। मैले कहिले कसैलाई त्यो बारे सोधिनँ। सोध्ने साहस थिएन, सुन्ने इच्छा झनै थिएन। मेरो साथीको बुवाको छिमेकीले त्यो छाप्रीबारे त्यहाँका छिमेकीहरूलाई सोधपुछ गर्नुभएछ, तर मलाई केही पनि भन्नु भएन। सायद उहाँहरूले बुझिसक्नु भएको थियो कि म त्यो घटनाबाट मानसिक रूपमा विचलित भएको थिएँ। पछि म र साथी मेरो बाँकी सबै सामान लिनु जाँदा छिमेकीहरूले घरबेटीलाई गाली दिइरहेका थिए। लोभले घरबेटीलाई अन्धो बनायो, कसैको जीवनको उसलाई मतलब थिएन भनेर। हामीले चुपचाप सबै सामानहरू प्याक गर्यौँ र त्यो कोठाबाट सधैँका लागि निस्क्यौँ। आजकल म सुन्छु कि त्यो छाप्री भत्काइएको छ। अहिले म सुरक्षित घरमा बस्छु, तर अझै पनि त्यो छाप्रीको यादहरूले मेरो मनमा कहिलेकाहीँ हलचल मचाउने गर्छ। हजुरहरूलाई आजको कथा कस्तो लाग्यो? कृपया आफ्नो प्रतिक्रिया तलको कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। साथै यो भिडियो मन परे आफ्नो साथीभाइमाझ अवश्य सेयर गर्नुहोला। यस्तै रोचक र रहस्यमय कथाहरू मनपर्छ भने रहस्यलाई सब्सक्राइब गर्नुहोस्, किनकि म फेरि पनि आउनेछु यस्तै अर्को कथा लिएर। आजलाई बिदा दिनुहोस्। नमस्कार।